असार 1 गतेबाट यी 4 राशिलाई जति सुख अरूलाई छैन। सुखको वर्षात हुँदैछ यी 4 राशिका लागि। आउनुहोस् चर्चा गरौँ यी 4 भाग्यमानी राशिहरू कुन कुन हुन् त पूर्ण रूपमा असारको महिनाभर। अब 4 राशिहरू कुन कुन हुन् त जुन 4 राशिका लागि भने उत्तम यो विशेष त सुखको वर्षात धनको वर्षात गराउँदैछ। यो वर्षाको मौसम साँच्चै नै सुख र धनको वर्षात हुने 4 राशिहरू जुन सूर्यका कारणबाट सूर्यको ओज तेज र प्रकाशका कारणबाट साथै सूर्यसँग युक्ति बनाएका बुध र शुक्रको कारणबाट तपाईलाई प्राप्ति हुँदैछ। के कस्तो प्रकृतिले फल मिल्छ त र 4 राशिहरू कुन कुन हुन्। पहिलो मेष राशिकै कुरा गरौँ। मेष राशिलाई समग्र रूपमा वर्ष नै राम्रो छ। असार महिना राम्रो नहुने सन्दर्भै रहेन मित्र। असार 1 गतेबाटै तपाईलाई ऐट हिम्मत र पराक्रमको वृद्धि हुन्छ। तेस्रो भावमा विराजमान सूर्यका कारण बुधका कारण र शुक्रका कारण तपाईलाई ऐट हिम्मत र पराक्रममा वृद्धि भएर जान्छ। भाइ बहिनी बीचमा पनि समझदारी बनाएर अगाडि बढ्न सक्नुहुन्छ। यो परिस्थिति तपाईलाई निर्माण गराउँछ। तपाईले आँटेका सोचेका कुराहरू पूर्ण रूपले प्राप्ति गराउने खालको अवस्थाको सृजना गर्छ। शनि तपाईको आफैमा शुभ छँदैछ। एकादश भावको शनिले लाभ त दिने भइहाल्यो। धन सम्पत्ति वैभव ऐश्वर्यका लागि एकदमै उत्तम अवस्था, किनभने यो शनिको गोचरले तपाईलाई उत्तम फल दिन्छ। एकादश भावको शनि। यसैगरी केतुको कुरा गर्ने हो भने 6औं भावको केतुले शत्रु हन्ता योग निर्माण बनाइदिइरहेको छ। मुद्दा मामिला जितको अवस्था, यदि तपाईँ त्यस्तो लफडामा हुनुहुन्छ भने जितको अवस्था, रोगले ग्रसित हो भने रोग निर्मूलीकरणको अवस्था र ऋणबाट ग्रसित हो भने तिर्ने वातावरणको विकास गर्छ। भन्नुको अर्थ नयाँ जागिर, नयाँ काम, प्रमोसन यी चिजहरू तपाईँलाई गराइदिन्छ। धनको अभाव हुन दिँदैन र तपाईँभित्र भएको जोस जाँगर र हिम्मतले नै विशेष सफलता हासिल गराउने खालको अवस्था छ। पूर्ण रूपले आँखा चिम्लेर मेष राशिका जातक जातिकालाई महिना उत्तम देखियो। बुझ्नुलाई महिना सर्वाधिक उत्तम छँदैछ। अब शुक्र अस्त भइरहेको कारणले गर्दाखेरि, किनभने समय त शुक्र अस्तको छ, 21 गतेसम्म शुक्र अस्त आउँछ सूर्यको समीपमा रहिरहँदा, यो कारणबाट ओम सुम शुक्राय नमः यो मन्त्र जप्नु, चिनी दान